भित्र लुकिहाल्छ नि कति चाहिएको होला अब यो निक्लिनु कसरी बेच्ने हो केजीमा अब निकाल्नु सरी हेर्नु त हो हजुर किनेर भन्दा पनि सुरुदेखि नै हामी 7 वर्ष भयो यसलाई 5-6 वर्ष गर्नु अनि पछि छान्नु पर्छ यसलाई विश्व पर्दैन यो किराल गर्छ यसको सिस्टम यसलाई छान्ने भनेको कस्तो भने अब हामी पहिला यहाँ खाली गर्छौँ बीचको बीचमा काँचो गोबर राखिदिन्छौँ त्यहाँबाट यो गडेउला जति सबै बीचमा आउँछ यताको अब त्यो उताबाट प्याकिङ सुरु हुँदै रहेछ कि जस्तै यो काँचो गोबर राखेर राखेको अबे कति हो कति गड्योला त अब यो बीचमा मल राखिन्छ गणला चाहिँ कति 1000 रुपैयाँ केजी 1000 रुपैयाँ केजी यो काँचो मल राखेपछि स्वाटै सर्छ अब काँचो मल राखिदिएपछि यो पाकेको गरेर गरेको छ यसमाथि पनि हामीले काँचो राखेका थियौँ अब तलको प्याकिङ हुन्छ कि तल अलि तल पाकेको छ स्टेप बाई स्टेप गर्नुपर्छ कि तल ए छैन त तलकोमा गड्योला त तल हुँदैन अब यो माथिको यता सारिदिएपछि तलको प्याकिङ कि हामीले त्यस्तो सिस्टम गरेर खाएर भ्याएकोमा चाहिँ बस्दैन क्या तल खाँदै